नमस्कार दर्शकवृन्द, तपाईहरुको समक्ष एउटा सानो भिडियो लिएर म उपस्थित भएको छु र मलाई आशा छ यो भिडियो तपाईहरुको लागि अत्यन्तै उपयोगी हुनेछ। ले सबैको फोनमा दुईटा सिम जान्छ है, अनि सबैले प्राय फेसबुकमा पनि दुईटा अकाउन्ट चलाउने गर्छन्। साथै दुईटा अकाउन्ट भइसकेपछि अभियसली पनि दुईटा मेसेन्जर सबैले नै युज गर्छन् है। र अब दुईटा मेसेन्जर एउटा फोनमा कसरी युज गर्ने त, अनि एउटै फोनमा दुईटा फेसबुक कसरी चलाउने त, दुईटा अकाउन्टको फेसबुक है। तपाईले यो नसोच्नुस् फेसबुक लाइट भनेर हैन, मैले फेसबुक लाइटको कुरा गरेको छैन। यो जुन फेसबुक एप छ त्यसको विषयमा बात गर्दैछु। अनि अर्को कुरो हो, दुईटा नम्बर यदि तपाईकोमा छ भने दुईटै नम्बरबाट तपाईले WhatsApp पनि चलाउन सक्नुहुन्छ। WhatsApp बिजनेसको कुरा गरिरहेको छैन मैले है, मैले WhatsApp को नै कुरा गरिरहेको छु। साथै Instagram को पनि म कुरा गरिरहेको छु। Instagram पनि तपाईले दुईवटा अकाउन्ट चलाउन सक्नुहुन्छ। कस्तो प्रकारले चलाउन सक्नुहुन्छ यो अब म जुन भन्ने छु स्टेप बाइ स्टेप तपाईहरुले हेर्नुहोस्, फर्स्ट देखि लास्ट सम्म। दर्शकवृन्द, त्यसको लागि तपाईहरुले सेटिङमा एउटा कुरो अन गर्नुपर्छ। त्यसको लागि सिम्पल तपाईहरुले के गर्नुस् भने आफ्नो मोबाइल फोनमा गएर तपाईहरुले सर्वप्रथम त सेटिङ खोल्नुस् है। यस्तो प्रकारले तपाईले सेटिङ खोल्नुस्। सेटिङ खोलिसकेपछि तपाईहरुले यहाँनिर खोज्नु धेरै नै अप्ठ्यारो पर्छ है। र माथि सर्च बारमा गएर तपाईहरुले क्लोनर लेख्नुस्, CLONER अनि सर्च गर्नुस्। आएको छ यहाँनिर एप क्लोनर भनेर, यहाँ तपाईले क्लिक गर्नुस्। अब यहाँनिर तपाईहरुले देख्दै हुनुहुन्छ फेसबुक, मेसेन्जर, WhatsApp, Instagram अनि टेलिग्राम। यी कतिवटा, एउटा दुईटा तीनटा चारटा पाँचवटा एपहरुलाई हामीले युज गर्न सक्छौं, क्लोन बनाउन सक्छौं है। यो मैले अलरेडी फेसबुक मेरो ओन भएको छ, मेसेन्जर पनि ओन छ अनि WhatsApp पनि छ। अब मैले टेलिग्राम अनि Instagram मैले अफ गरेको छु है, मैले चलाएको छैन। र यसलाई तपाईहरुलाई देखाउनको लागि मैले अन गर्दै छु। Instagram तपाईहरुले हेर्नुहोस्, Instagram मैले ओन भयो है। यो क्रिएट एप क्लोन भयो, यो अर्को एप पनि बन्यो उता। अनि टेलिग्राम पनि हेर्नुहोस् है त। अब सिधा तपाई ब्याक जानुहोस्। सिधा ब्याक गएर अब खोल्नुहोस् यहाँनिर। Instagram अलरेडी छ मेरोमा, तपाईहरुले देख्दै हुनुहुन्छ यहाँनिर है। अर्को क्लोन भनेर पनि आएको छ Instagram है, यहाँनिर छ। अनि तपाईहरुको अर्को कुरो पनि देखाउँदै छु, मैले गरेको थिए त्यो हो टेलिग्राम। हेर्नुहोस् है त, टेलिग्राम पनि छ यहाँनिर, टेलिग्राम क्लोन भनेर है। र एउटा एप तपाईहरुलाई खोलेर देखाउँछु, Instagram हेर्नुहोस् है। यो एप जस्तो पहिलाको एप छ सेम त्यस्तै हुन्छ। यहाँ तपाईहरुले अर्को अकाउन्ट क्रिएट गरेर तपाईहरुले लगइन गर्न सक्नुहुन्छ। हेर्नुहोस् है, खोलिँदैछ। हेर्नुहोस्, कन्टिन्यू एज ए मोटरसाइकल, या तपाईले कुनै पनि अकाउन्ट खोलेर तपाईले फेरि पनि अर्को एप युज गर्न सक्नुहुन्छ। र त दर्शकवृन्द, तपाईहरुलाई के कस्तो लाग्यो यो भिडियो? यदि राम्रो लाग्यो भने तपाईहरुले ज्यादा भन्दा ज्यादा शेयर गर्नु होला, अनि लाइक अनि कमेन्ट गर्नु होला। साथै यस्तै भिडियोहरु हेर्नुको लागि मलाई फलो गर्नु होला। धन्यवाद।